देशमा एउटा कथा थियो, त्यसको माथि भूत पनि थियो। बाबु पानी लिन जान्छ दिदीलाई, तर दिदीलाई चाहिँ भूतले पक्रिन्छ। त्यसलाई चाहिँ जोर जोरले खान्छ भूतले। अनि त्यसको भाइले देखेर त्यसलाई बचाउन आउँछ अनि भूतलाई कुट्छ, तर दिदी बेहोस भइसक्यो। अनि यो सानो बहिनीले त्यसलाई कुट्न थाल्यो भूतलाई। त्यसपछितिर नेक्स्ट पार्टमा भूत मरेको हुन्छ। त्यसको पुरा खानदान लुट्न आउँछ यो पुरा फ्यामिलीलाई, र त्यसको बच्चा चाहिँ फेरि फिर्ता हुन्छ। दिदी तपाईँ नजानु भएको, म तँलाई मारिदिन्छु। यो भूतलाई मार्न असम्भव छ, यो भूतलाई कसरी निकाल्ने होला? ओइ केटी, जबसम्म तैँले मेरो छोरालाई फिर्ता दिनुहोस् तबसम्म तँलाई छोड्दिनँ।